हेलो सम्पूर्णमा नमस्कार। बिहानीको समय छ, हुस्सु लागिरहेछ हैन। यतिखेर ठ्याक्कै भेरीको नजिक है हाम्रो सुन्दर रमणीय गाउँ र फल्टेबानी स्थित छु। आज सानो एउटा भ्लग बनाऊ भन्ने सोचिरहेको छु हैन। आशा छ तपाईँहरू चाहिँ मन पराइदिनुहुन्छ होला है। ल सुरु गरौँ है त। लेट्स गो। नपाउने भयो। बिहान बिहानै खोरबाट निकालेर भेनाजुले चाहिँ व्यवस्था गर्नुपर्छ है। यहाँ चाहिँ त्यो चाहिँ लिचीको बोट है साथीहरू। लिचीको कसलाई मनपर्छ कमेन्ट गर्नुहोला। कस्तो छ लिचीको बोट। ल उहाँ चाहिँ मेरो भेनाजु है। भेनाजु बिहान बिहान के खाइरहनु भएको छ? स्याउ दर जानुपर्छ है। भान्जा के छ? हेलो, के गर्दै हो? मोबाइल हेर्दै हो? मोबाइल हेर्दै हो? ल आज भेनाजु र मेरो चाहिँ प्लान भनेको हामी के गर्छौँ आज टर्नमा जाने प्लान छ है। ल यो चाहिँ तरुल खान जानको लागि है तयारी सामग्रीहरू हो हैन। आँसी, कुटो, कोदालो, सब्बल, हामी सब्बल भन्छौँ यसलाई चाहिँ है। अब हामी यही प्रयोग गरेर हैन तरुल खन्नेछौँ। अब कति फल्छ हेरौँ। अनि त्यसै गरी यो चाहिँ आँसी, कुनै ठाउँ हँसिया, हामी चाहिँ आँसी नै भन्छौँ। आँसी नाम गरियो। यो चाहिँ बाख्राको लागि घाँस पनि लिएर आउनुपर्छ होइन, घाँस काटेर। त्यही भएर ल अब यो चाहिँ रेडी भइसकेको छ। र भाले चाहिँ यहाँ दाना खाँदैछ है। सेरी अर्को आगो ताप्नको लागि होइन, बाहिर खान मन परेको छ है। बाहिर चाहिँ यो चाहिँ टोकोभित्र चाहिँ के हुन्छ माउ र चल्लाहरू छन् है, खराइरहेको छ। अन्डा कोरलिरहेको छ है। ल हामी अब लाग्यो है तरुल खन्न। घाँस पनि ल्याउनु पर्छ। यो ल तरुलको ऊ पनि भेट्यो है। लहरा चाहिँ यही हो, धेरै ठुलो छ। तरुल खान
सुरु गरिरहेको अब कति फल्छ हेरौँ होइन कतिको अप्ठ्यारो छ ढुङ्गा लागेन भने त ठिकै छ ढुङ्गा लाग्यो भने चाहिँ अलिकति गाह्रो हुन्छ खडल भइसकेको छ कति खन्नुपर्ने हो होइन खेल बनाउने मेहनत पनि खेरा जस्तो लाग्यो एक मान्छे गहिरोबाट आएको फेरि पनि प्रयास जारी छ सानो टुक्रासम्म भए पनि निकाल्नुपर्छ भन्ने ल साथी मेनलाई चाहिँ टाउको लागेर हुन्छ नि आफ्नो ठाउँअनुसारले भाषा फरक हुन्छ होला यहाँबाट धेरै नै कडा मेहनत पछि निकाल्नुपर्छ अझै खोल्ने कतिसम्म खन्न सकिन्छ हेरौँ ल साथी धेरै मेहनत पछि चाहिँ निकाल्यो अझै खन्न बाँकी छ धेरै ठुलो ठुलो हुँदै गइरहेछ निकाल्नुपर्छ मजाले धेरै मेहनत पनि गर्यो वनतरुल त्यत्तिकै महँगो चाहिँ भएको होइन रहेछ लगातार भन्नै 4 घन्टाको मेहनतपछि अझै दुनियाँ त छैन एक मान्छे भन्दा पनि गहिरो खाडल भइसक्यो होइन क्रममा छौँ कम्ती तरुल कति फल्यो भन्ने कुरो म चाहिँ लास्टमा घर गएपछि देखाउँछु आजलाई यति नै है मिहिनेत गर्यो 4 घन्टा बढी लाग्यो अब योभन्दा सकिँदैन अब लाग्नुपर्छ होइन तरुल कति छ भन्ने कुरो म घरमा पुगेर देखाउँछु है त तरुल खाने सके लगातै अब घाँस हाल्दैछ है बाख्रालाई घाँस काट्दै यो घाँस लगेर जानुपर्छ 4 घन्टा त यहीँ बितिसक्यो तरुलले 4 घन्टा लगायो होइन अब यही होला तरुलको अब सक्यो उनीहरूले चाहिँ घाँस हार्दै हुनुहुन्छ हाम्रो यसलाई घाँस चिमल्ने भन्छ के अरे होइन घाँस बटुलेर चाहिँ तयार भइसक्यो अब यसलाई भारी हाल्नुपर्छ है भारी हालेर लिएर जाने ल उनीहरूले अब घाँसको भारी हाल्दै हुनुहुन्छ होइन म चाहिँ खाजा लगाएर बसिरहेको मैले हाल्नुपर्छ भारी लिएर जाने 4 साढे 4 घन्टा
कति चाहिँ एकदम गाह्रो पनि लागिरहेको छ है। ल अब चाहिँ धान रोप्दैछु है। रेडी भइसक्यो क्या लडियो त सिक्लो छ बराबर छ नि त। भेनाहरू चाहिँ माथि पुग्सक्नु भएको छ। धेरै गाह्रो छ। फाइनली घर पनि आइपुग्यो है। ल साथीहरू आजको 4 घन्टाको मेहनत चाहिँ यही हो है। यति मात्रै तरुल खानिया। अब ठिक छ आजलाई सानो भ्लग यति नै होइन। तपाईँहरूलाई चाहिँ भिडियो कस्तो लाग्यो होइन कृपया लाइक कमेन्ट पनि गरिदिनु होला है त। ल ओके बाई बाई।